हेलो हाई नमस्ते सबैजना साथीहरूलाई देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आज चाहिँ अमर खड्काको यो न्यू भ्लगमा चाहिँ हजुरहरू सम्पूर्णलाई चाहिँ स्वागत छ। र अहिले चाहिँ हामी साउदीको एकदमै पपुलर ठाउँमा घुम्न आएको छौँ र म अनि हाम्रो दाइ हुनुहुन्छ यहाँनिर र हामी सबैजना चाहिँ घुम्न आएको छौँ। र हामी घुम्दा घुम्दै हजुरहरूलाई पनि हैन अहिले एकदम चिसो छ कि यहाँ एकदम चिसो मौसम छ। हामी घुम्दा घुम्दै हजुरहरूलाई पनि यो साउदीको एकदमै राम्रो पपुलर ठाउँमा चाहिँ हामी घुमाउन गइरहेको छौँ। अलुल्ला भन्ने ठाउँमा चाहिँ हामी घुम्न आएको छौँ। सो हजुरको शुभ नाम? उहाँ चाहिँ यहीँ अलुल्लामै बस्नुहुन्छ हैन र हाम्रो दाइ हुनुहुन्छ उहाँ चाहिँ एकदम टिकटकमा फेमस हुनुहुन्छ हाम्रो दाइ। के छ दाइ? अनि उहाँ पनि अलुल्लामै बस्नुहुन्छ। हजुरको शुभ नाम? मनबहादुर पुन मानबहादुर पुन मगर हुनुहुन्छ उहाँ चाहिँ। उहाँ पनि हाल कति वर्षदेखि यहाँ बस्दै हुनुहुन्छ? यहाँ ठ्याक्कै 2 वर्ष भइसक्यो यो एरियामा बसेको। यो एरियामा बस्नु भएको 2 वर्ष। यहाँको मौसम भनेको कस्तो हुन्छ दाइ? यहाँको मौसम भनेको गर्मी भनेको त छँदै छैन। अनि तपाईँको चाहिँ चिसो चाहिँ असाध्य नै हुन्छ। तर यहाँ दाइ तपाईँ कति वर्षदेखि यहाँ बस्दै हुनुहुन्छ भन्नु त? कति वर्ष भयो? 1 वर्ष भयो। हजुरको घर कहाँ हो? लमजुमको दाइ हुनुहुन्छ र उहाँ चाहिँ यहीँनिर बस्नुहुन्छ। हामीसँग आउनुभएको हाम्रो दाइ चाहिँ हामीसँगै आएको उहाँ दाइ हुनुहुन्छ र हाम्रो सन्तोष सर हुनुहुन्छ। अनि दाइ अरू सुनाउनुहोस् तपाईँको। ठिकै छ भनेपछि ल अब अलिकति उ गर्दै जाँदाखेरि ल दाइ अहिले तपाईँले अब यो यतापट्टिको अलिकति सिन हेर्नुहोस् हैन। यो ढुङ्गा चाहिँ यो यहाँ चाहिँ पहिले सुरुमा चाहिँ समुद्र थियो होला हैन सायद। म भन्ने चाहिँ दाइ यसको विषयमा थोरै भनिदिनु त। यो चाहिँ तपाईँको हेर्न सक्नुहुन्छ। यसमा चाहिँ पहिला चाहिँ एकदम अचानक पापीहरू बस्थ्यो है। हजुर। कसैले पनि भगवानको कुरो चाहिँ नमान्ने हामीले जो छौँ भन्ने चाहिँ धारणाका मान्छेहरू थियो अरे। हजुर। अनि यस्तो भएर चाहिँ यसमा चाहिँ अब भगवान्ले चाहिँ के गरेछ यिनीहरूलाई चाहिँ हामीले टस नस नै गर्नुपर्छ भनेर चाहिँ यहाँ चाहिँ अजाब आएको छ। हजुर। अजाब भन्ने कस्तो भने चाहिँ अचानक धुल ढाकरको साथ यो पहाडहरूमा तपाईँले बाहिर हेर्न सक्नुहुन्छ। हजुर। यसमा चाहिँ हानेछ है। हजुर। हानेपछि चाहिँ त्यसपछि चाहिँ त्यो पनि मान्छेहरू चाहिँ कोही त्यसमै मरे कोही कता गए कोही कता गए होइन। हजुर। त्यसपछि चाहिँ यहाँ चाहिँ पानी आएको छ। हजुर। समुद्रदेखि धेरै माथि छ। हजुर। समुद्रदेखि समथिङ यो कमसेकम 10,000 भन्दा माथि छ है। हजुर। समुद्र भनेको एकदम धेरै तल छ। यो एरियामा कहीँ समुद्र पनि छैन। हजुर। तर यहाँ चाहिँ 40 वर्ष पानी बसेको हो अरे। हजुर। अनि त्यस्तो भएर चाहिँ यहाँ जता पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ बालुवा छ है। हजुर। एकदम यो माटोले त्यो उयो के भन्छ नि यो पानीले खाएर यस्तरी भएको आउट पनि डिजाइन हुन्छ। हजुर। यस्तो छ यहाँको इतिहास भनेको चाहिँ है। राम्रो छ क्लाइमेट एकदम राम्रो छ चिसो छ। यहाँ गर्मी कहिले पनि हुँदैन। हजुर। अनि यहाँको चाहिँ एग्रिकल्चर लाइन चाहिँ धेरै राम्रो छ। खसी हजुर। यो तपाईँको यहाँ मौसमी चिनार भन्छ क्या हाम्रो नेपालमा। हजुर। चिनार भयो सुन्तला भयो बेलैती भयो आम भयो। अनि यहाँ चाहिँ सबैभन्दा ठुलो भनेको के छ भने जोटनको रुखहरू छ क्या। हजुर। हजुर। जोटनको रुख जोटन भनेको चाहिँ तपाईँको लगभग विश्वमा नै थाहा छ जोटन भनेको है। त्यसको तेल चाहिँ एकदम राम्रो छ। त्यसको फल पनि खानु पाइन्छ। म तपाईँहरूलाई त्यो जोटनको बारीमा पनि लैजान्छु। हजुर। अनि अरू ठाउँ पनि लैजान्छु म अहिले होइन। त्यो जुनार फलेको ठाउँमा यस्तो ठाउँ टन्नै छ यहाँ चाहिँ। हजुर। धेरै इतिहासहरू रचेको ठाउँहरू छ। यो त केही पनि होइन यो त एउटा गाउँ हो। हजुर। भिडियो बनाउनु भएको चाहिँ अब दाजुले हामीलाई अब यहाँको सुन्तला बारी मौसम त्यो सुन्तला यो बगैँचा र मौसमको बगैँचामा लाँदै हुनुहुन्छ। म चाहिँ तपाईँहरूलाई जुनार भन्छ नेपालीमा है त्यसको बारीमा लिइजान्छु। अनि सुन्तलाहरू पनि डल्लै फलेको छ। अहिले सुन्तलाको मौसम छ होइन सबै लागेको छ। अनि जुनार चाहिँ एकदम मिठो भइसकेको छ। बारीमा पनि लैजान्छु। दाइलाई धेरै धेरै धन्यवाद छ होइन हाम्रो कुरा काट्ने र हाम्रो दाइलाई पनि धेरै धेरै धन्यवाद छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद छ। र सो गाइड अहिले चाहिँ हामी होइन हाम्रो मानबहादुर दाइ हुनुहुन्छ उहाँ चाहिँ हाम्रो गाइड। हामीलाई यो ठाउँमा अब हाम्रो यो ठाउँमा आफन्त भनेको हाम्रो साथी इष्टमित्र भनेको चाहिँ उहाँ नै हो होइन। र हजुरहरूलाई पनि हामी चाहिँ यो साउदीको यो अलुल्ला भन्ने ठाउँ एकदमै पपुलर फेमस ठाउँ चाहिँ घुमाउन गइरहेको छौँ। र दाइको थ्रोमा अहिले हामी कहाँ जाँदैछौँ दाइ? अब हामी चाहिँ गोल्डन टावर भन्ने एउटा सिधा भएको त्यो एरियामा पनि जाने हो। अनि त्यसपछि तपाईँले यहाँको फेमस ठाउँहरू इलेक्ट्रिक पार्क छ। त्यहाँ पनि लैजान्छु। अनि अन्य ठाउँहरू पनि छ होइन। तेघरा भन्ने ठाउँमा चाहिँ सुरुमा चाहिँ नाम चलेको ठाउँहरू पनि छ। त्यो ठाउँमा इलेक्ट्रिक ठाउँमा चाहिँ यो लैजान्छ। पानी चाहिँ छैन सकिहाल्छ होइन।
ल हाम्रो ब्लग दाइ अगाडि जाउँ। हाम्रो ब्लग सबैजना साथीहरूले सब्सक्राइब गरेर च्यानल सब्सक्राइब गरेर सपोर्ट गर्नुभयो भने अलुल्ला भन्ने ठाउँ साउदीमा पनि यस्तो खालको प्रख्यात ठाउँ छ है भनेर चाहिँ हजुरलाई मैले चाहिँ यो ब्लग मार्फतबाट देखाउन गइरहेको छु। ल अब हामी ब्लग स्टार्ट गरौँ भने त दाइ। र कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला सबैजना साथीहरूलाई। धेरै धेरै धन्यवाद छ। नमस्ते। ल अब ब्लग सुरु हुन्छ। हजुरहरूले हेर्नुहोस् अलुल्ला भन्ने ठाउँ कस्तो हुन्छ भनेर है त। ल सन्तोष सर हाई गरिदिनु सबैलाई है त। ल अब चाहिँ म उहाँलाई चाहिँ मैले क्यामेरा पक्रिनु लाएको थिएँ। ल किन हाँस्यो र सिट बेल्ट लाउनु अब सिट बेल्ट लाउनु। सो हामी चाहिँ बगैँचाहरू पुरै घुमेर चाहिँ अहिले अब हाइवेतिर लाग्यो होइन। र यो हाइवेको दृश्य हो हेर्न सक्नुहुनेछ। दाइ पानी मिठो छ। ल हेर्नुहोस् साथीहरू। ल साथीहरू अहिले चाहिँ हामी खाजा खाएर दोकानमा पानीहरू सबै कुरा लिएर चाहिँ अब फेरि हामी चाहिँ घुमघाम बाटोतिर लाग्यौँ र यहाँको रमाइलो दृश्यतिर लाग्यौँ। कस्तो लाग्छ साथीहरूलाई मैले यो चाहिँ होइन पहिलो भ्लग बनाउँदैछु। तपाईँहरूले सपोर्ट गर्नुभयो भने अझै पनि साउदीको कुन ठाउँ अरे दाइ फेमस ठाउँ हामीले होइन अस्ति तपाईँले भन्नुभएको थियो नि उता जिजानतिर क्या यो उता सुधा पार्क भन्ने ठाउँ छ। सुधा पार्क ठाउँ अनि यो अब्बा खमिज यस्तो ठाउँतिर पनि हामी लिएर जान्छौँ। सपोर्ट चाहिँ अलबाहा सपोर्ट चाहिँ गर्नु पर्यो है साथीहरू। सपोर्ट चाहिँ सन्तोष सर नास्ता कस्तो थियो भन्नुहोस् त। एकदम राम्रो लाग्यो नास्ता। ल है त दाइ ठिक छ नि दाइ। एकदम ठिक छ भाइ। यो चाहिँ यस्तो हो हजुर गाउँको एरिया हो। हजुर हजुर त्यस्तो भएर चाहिँ त्यस्तै लोकल चाहिँ बनाउँछन् अर्ग्यानिक होइन। हजुर त्यस्तो हो त्यो आगोमा बनाइरहेको हुन्छ नि। त्यस्तो भएर खानाहरू चाहिँ ठिकै हुन्छ। अनि तपाईँको तरकारीहरू पनि ताजा ताजा हेर्नुहोस् न यहाँ सब एग्रिकल्चर लाइन थुप्रै पाइन्छ। अगाडि मैले तपाईँको अब देखाउने प्लानिङमा थियो तर यताबाट आइयो। अब हामी खेत हेर्न जान्छौँ दाइ। विशेष है हामी सुन्तोला भएको ठाउँमा जाँदैछौँ होइन दाइ। सुन्तोला होइन जुनार भएको ठाउँ। सुन्तोला जुनार र हेर्नुहोस् के छ म सबै देखाउँछु हजुरहरूलाई होइन। र त्यो ठाउँमा जाँदैछौँ। अहिले नास्ता सास्ता खाएर हामी हिँडेको र अगाडि हेर्न सक्नुहुनेछ हजुरहरूले। अब हामी जाँदैछौँ र अझै हेर्नुहोस् ल यहाँ के
गुफामा जाउँ न त हेरौँ। अब हाम्रो दाइ अगाडि बढ्दै हुनुहुन्छ। दाइ बाघ भालु त छैन नि? चितुवाहरू छ भन्ने कुराहरू सुने ह। हजुर एउटा भिडियो यहाँबाट बनाऊँ के हो? बनाऊँ पहिले गुफा हेरौँ न। यहाँ हाम्रो दर्शकहरूलाई गुफा देखाइदिउँ होइन। यो गुफा चाहिँ यस्तो खालको रहेछ। पानीले है दाइ? सो गाइज अहिले चाहिँ यहाँ टिकटक बनाउने क्रममा छौँ हामीहरू। दाइहरू यता खिच्दै हुनुहुन्छ र यहाँ हाम्रो दाइहरू पनि यता हाम्रो अर्को सर पनि हुनुहुन्छ र सो यता म पनि छु फाइनली होइन। रमाइलो छ, वातावरण एकदमै राम्रो छ र हाम्रो क्यामेराम्यान चाहिँ खतरा तरिकाले दिँदै हुनुहुन्छ। र घामले गर्दा खासै घामले अलिकति अप्ठ्यारो पार्यो। घामले अलिकति Wow, nice place. Ini baru kata. Hah? Ini baru kata. Wow, nice place. Huh? छततिर गइरहेको छ त्यो होटलमा बसेको नि होटलमा बस्यो अहिले होइन कि यता माथि घरको छततिर गइरहेको छ नि को गएको छ राम राम राम। कहाँ आयो हो हामी यार? यो ब्लक यस्तो ठाउँ रहेछ होइन। ल यतातिर हेर्नुहोस्, सबै देखाउने छु। यो चाहिँ सबैभन्दा पुरानो घरहरू है। यो भ्यू टावरमा चाहिँ हिँड्दा हिँड्दा बहुत गाह्रो छ। उकालो बाटो चढ्दै गरेको अवस्थामा ल हेर्नुहोस्